अधुरो सपना र त्यो काठको बाकस। दशैंको रमझम सुरु भइसकेको थियो। गाउँघरमा पिङ हालिँदै थियो र घरहरू रातो माटो र कमेरोले पोतिँदै थिए। तर सीताको मन भने भित्ताको क्यालेन्डरमा मात्र अडिएको थियो। आज 5 वर्ष पुरा भयो। 5 वर्ष अघि ठ्याक्कै दशैंको भोलिपल्ट रमेश सरले आँखाभरि आँसु पार्दै भनेका थिए, सीता नरौ न, म धेरै पैसा कमाएर अर्को दशैंमा पक्कै आउँछु। त्यसपछि त हामी सधैँ सँगै हुनेछौँ। गाउँमै सानो घर बनाउला, छोराछोरीलाई राम्रो स्कुलमा पढाउला। त्यो अर्को दशैं आउन 5 वर्ष लाग्यो। हिजो मात्र रमेशको फोन आएको थियो, सीता म भोलि प्लेन चढ्दैछु, पर्सि बिहान गाउँ आइपुग्छु। तिम्रो लागि रातो साडी र छोराको लागि रिमोटवाला गाडी ल्याएको छु। खुसी छौ नि? सीताको खुसीको कुनै सीमा थिएन। उनले दराजबाट आफ्नो विवाहको फोटो निकालिन् र धुलो पुस्दै भनिन्, अब त दुःखका दिन गए। उनले रमेशलाई मनपर्ने सेलरोटी र खसीको मासुको तयारी गरिन्। 5 वर्षको छोरा जसले बुबालाई फोटोमा मात्र देखेको थियो, आँगनमा उफ्रिँदै गाउँलेहरूलाई भन्दै थियो, मेरो बाबा आउँदै हुनुहुन्छ, मेरो बाबा आउँदै हुनुहुन्छ। पर्सिपल्ट बिहानै गाउँको बाटोमा जिपको हर्न बज्यो। सीता हतारिँदै आँगनमा निस्किन्। गाउँलेहरू पनि जम्मा भए। सीताको मन ढुकढुक गरिरहेको थियो। जिप आँगनमै रोकियो। ड्राइभर ओर्लिए तर रमेश ओर्लिएन। सीता जिपको ढोकातिर हेर्दै थिइन् तर ड्राइभर र अर्को एकजना मानिसहरूले जिपको पछाडिबाट एउटा लामो गरुङ्गो वस्तु निकाले। त्यो एउटा काठको बाकस थियो। त्यो बाकसमा सेतो कागज टाँसिएको थियो जसमा लेखिएको थियो रेमिटेन्स र तल सानो अक्षरमा रमेश बढी। गाउँमा एकैछिनमा सन्नाटा छायो। त्यो सन्नाटालाई चिर्दै सीताको एउटा कहाली लाग्दो चिच्याहाट गुन्जियो। जुन मानिसले हिजो मात्र फोनमा रातो साडी ल्याइदिन्छु भनेका थिए, उनी आज सेतो कपडामा बेरिएर बाकसभित्र शान्त थिए। विमानस्थलमा हृदयघात भएर रमेशको सपना र उनी दुवै सदाका लागि अस्ताएका थिए। त्यो साँझ गाउँमा अरूका घरमा दशैंको बत्ती बल्यो तर सीताको घरमा सधैँका लागि अँध्यारो छायो। 5 वर्षको छोराले बाकस छेउमा बसेर सोध्यो, आमा, बाबाले मेरो रिमोटवाला गाडी ल्याइदिनुभयो त? बाबा किन बाकसभित्र सुत्नु भएको? सीतासँग कुनै जवाफ थिएन। मात्र थियो त एउटा अधुरो सपना, कहिल्यै नफर्किने परदेशी र आँगनको कुनामा थन्किएको त्यो निर्दयी काठको बाकस।